Hello everyone, namaste. Welcome to my YouTube channel. अनि आफ्टर सो लङ टाइम पछि म ब्लग लिएर आइसकेको छु। यदि तपाईहरु फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने म चाहिँ रेजिना गाहा मगर कपिलवस्तुबाट अनि चाहिँ सर्वप्रथम चाहिँ 2082 सालको विजया दशमीको हरेक नेपालीहरुलाई एकदमै शुभकामना छ। देश तथा विदेशमा छरेर बस्नुभएका स्पेशली हाम्रो परदेशी दाजुभाइ दिदीबहिनीहरु सम्पूर्णलाई विजया दशमीको धेरै शुभकामना। जो जहाँ पनि हुनुहुन्छ, जस्तो अवस्थामा भए पनि आफ्नो परिवारसँग सँगै हुन नपाए पनि दशैं मनाएर अब रमाइलो गर्नु होला। अनि साथीहरु, तपाईहरुले आँटेको चिताएको सबै काम कुराहरु सबैजनाको पूरा होस् भन्दै तपाईहरुले शुभकामना व्यक्त गर्न चाहन्छु। र रातभरिको अविरल वर्षापछि फाइनली घाम लागेको छ यता हाम्रो ठाउँतिर चाहिँ, कपिलवस्तुतिर चाहिँ। अनि त्यसपछि भगवानको सधैँभरि सबैजनामा आशीर्वाद रहिरहोस्। र यो जमराको अर्थ चाहिँ हामीले चाहिँ यो 9 दिनको राखेको, यो चाहिँ एकदम विशेष गरी दशैंमा मेन यही नै हो रे कि हाम्रो मम्मीले भन्नुभएको यही नै हो रे कि प्रसाद भने नि एकदम यो फुल एकदम स्पेशल हुन्छ रे कि 9 दिनसम्म पूजा गरेर गरेको यो फुल एकदम यो हाम्रो एकदमै स्पेशल अरे कि दशैंको लागि चाहिँ यो हाम्रो फुल भनेको एकदम शक्तिशाली प्रसाद अरे कि यसको अर्थ चाहिँ मम्मीले भन्नुभएको। अनि आज चाहिँ के गर्छु कसो गर्छु तपाईहरुले देखाउँछु, हेर्दिनु होला। साथीहरु, म चाहिँ यहाँ जमरा हेर्नु न कस्तो राम्रो जमरा आएको छ हाम्रो। अनि यहाँ चाहिँ म जमरा यहाँ काट्दै यसरी के यो यसले बान्दै यो दिन सजिलो हुन्छ भनेर हातमा यस्तो माला बनाइराखेको छु। अनि त्यसपछि आज कस्तो हुन्छ के कस्तो हुन्छ मेरो फ्यामिलीहरुसँग मेरो रिलेटिभ्सहरुसँग हामी चाहिँ हाम्रो तरिकाले कसरी दशैं मनाउँछौं त्यो तपाईहरुलाई देखाउँछु। साथीहरु हेर्दै गर्नुहोस्। अनि साथीहरु देख्न सक्नुहुन्छ कस्तो राम्रो हाम्रो जमरा कस्तो राम्रो कलरको आछ। यो जमरा चाहिँ हावा पर्यो भने चाहिँ हरियो हुन्छ, अनि अलि हावा नपस्ने ठाउँमा राख्यो भने चाहिँ यस्तो राम्रो कलरको आउँछ जमरा। अनि हामीले चाहिँ यो टपरीमा जंगलको माटो ल्याएर राख्छौं कि यस्तो राम्रो आउँछ हेर्नु। अब चाहिँ म यो जमराहरु काट्छु तपाईहरुलाई देखाउँछु। ह्यापी दशैं मम्मी। ह्यापी दशैं। ए भगवान के हो यस्तो पारा, कस्तो राम्रो मखमल फुल फुले हाम्रोमा। होइन के भ्लग हो के कहाँबाट यस्तो बोतलमा रक्सी लैन्छ, मासुसित खाइन्छ। जगत्तिन गफाडी हो है। कस्तो राम्रो मौसम भएको छ रातभरिको अविरल वर्षापछि। साथीहरु कस्तो राम्रो घाम लागेको छ मजाको। अनि टिकाको साइज चाहिँ 11 बजेर 53 मिनेटमा छ अरे। माय गॉड, क्लाइमेट इज सो। हेलो गाइस, आज हाम्रो आकाश यस्तो भन्छ म बाहिर गएर आस खाने हो। म त जो मैले खान्छु मलाई फेरि यस्तो खोकी लाग्छ कसरी खाँदैन। ह्यापी दशैं भन न सबै। ह्यापी दशैं। आज अब यस्तो देखाउँछु हजुरहरुलाई। रुक न, यस्तो बज्छ नि क्लाइमेट त। बेबी के गरेको? एक्सरसाइज गरेको। लाउरे हुने हो, पुलिस हुने हो। कसले गर्छ यस्तो? कसले गर्छ यस्तो एक्सरसाइज? कसले गर्छ भन त? कसले गर्छ बेबी त्यस्तो? यता हेरेर भन न, कसले गर्छ बेबी? बाबाले एक्सरसाइज गर्नुहुन्छ र। आज के हो? दशैं ऐसे नि आज त यहाँ रेडी हुनै रहेछ। पैसा छ, यो छ, अनि 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 हामी टिका लगाएर माला चाड्नु गाडीमा चढेर। ह्यापी दशैं सबैजनालाई भन। ह्यापी दशैं सबैजनालाई। खुसी हुनु है। बाइ।
अनि साथीहरू अब चाहिँ हाम्रो टिका लाउने कार्यक्रम सुरु हुन गइरहेको छ र दसैँको टिकाको सायद चाहिँ 11:53 मा रहेको छ र हामीले चाहिँ यसरी सायदको समय छोपेर सर्वप्रथम ढोकामा गोबर टाँसेर गाईको यसरी टिका लगाइदिएर पूजा गरेर बल्ल मात्र हामीले टिका लगाउँछौँ र म रेडी भइसकेँ गाइस, देख्न सक्नुहुन्छ। चिया कस्तो नराम्रो देखिएको मलाई। अनि त्यसपछि चाहिँ यहाँ हाम्रो घरको मूल मान्छे मेरो प्यारो आमाको हातबाट चाहिँ टिका लाउने कार्यक्रम सुरु भइसक्यो। दुर्गा मातालाई साँची राखेर दाइ भाउजू अनि मेरो प्यारी भदैनीलाई अब टिका लगाउन सुरु गऱ्यौँ हामीले। अनि मम्मीले चाहिँ आशिष दिँदै दाइलाई टिका लगाइदिन सुरु गर्नु भइसक्यो। अनि के साथीहरू, मैले चाहिँ यो भिडियो चाहिँ दसैँपछि अपलोड गर्छु होला। मैले दसैँपछि एडिट गरिराखेको किनभने आई एम नट फिलिङ वेल के एकदम मलाई बिरामी गर्बला जस्तो गरेको छ। सो त्यही भएर अनि यसरी हाम्रो नानीको पाली आयो, देख्न सक्नुहुन्छ। पालै पालो सबैजनाले टिका लगाउँदै हाम्रो घरको गृहमन्त्रीको आशिष लिँदै यसरी हाम्रो दसैँ सुरु हुँदैछ, देख्न सक्नुहुन्छ। र भाउजूको पाली आयो र भाउजूले पनि जमरा लगाउनु भएको छ। अनि यसरी टिका ग्रहण गर्दै आशीर्वाद लिने कार्यक्रम पनि लगभग सकिन लागिसकेको छ दाइ भाउजूहरूको। अनि त्यसपछि यहाँ मम्मीको खुट्टा छोएर आशीर्वाद लिने हाम्रो परम्परा पहिलादेखिको नै, त्यो त मान्नै पर्यो। त्यसपछि यसरी हामीले चाहिँ ठुला बडाको आशीर्वाद लिने गर्दछौँ, मान सम्मान गरेर आफूभन्दा ठुलो मान्छेहरूको। अनि त्यसपछि यहाँ दाइको पाली आयो। अनि त्यसपछि अहिले एकछिनमा देख्न सक्नुहुन्छ है साथीहरू, दाइ र भाउजूले खुट्टा ढोकेको देखेर मेरो भदैनीले पनि आमाको खुट्टा छुन्छु भन्छ क्या हो। यसलाई भन्छ क्या हामीले संस्कार भनेको कसरी हामीले आफ्नोभन्दा सानो नानी बाबुहरूलाई सिकाउनु पर्छ, हामीले गर्यो भने कसरी तिनीहरूले पालना गर्छ भनेर के साथीहरू। अनि के साथीहरू, त्यसपछि मेरो पाली आयो अनि मम्मीले चाहिँ मलाई के आशीर्वाद दिँदै हुनुहुन्थ्यो कि हाँसो लाएर। अनि त्यसपछि आमाको हातको टिका लगाउन पाइरहेको छु, सधैँभरि यसरी लगाउन पाऊँ सयौं वर्षसम्म। अनि आमाको आशीर्वाद लिँदै अब जमरा फुल थाप्दै हाम्रो दसैँको सुरुवात यसरी हुँदैछ। अनि हजुरहरूलाई के हुन्छ अहिले सबै देखाउँदै गर्नेछु। अनि के साथीहरू, मलाई भोइस ओभर गर्नु मन थिएन कि हामीले चाहिँ टिभीमा गीत चलाइरहेको थियो, सो कपिराइट लाग्छ भनेर यसरी भोइस ओभर गरिरहेको छु। मेरो स्वर कस्तो नराम्रो आएको छ त्यो मलाई पनि थाहा छ, किनभने मलाई टोटली रुगा लाएर नाक पुरै ब्लक भइसकेको छ कि। अनि यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ, दाइले चाहिँ मलाई टिका लगाइदिँदै हुनुहुन्छ। अनि मेरो भदैनी पनि चकचक गरिरहेछ। मेरो भदैनी बिना घर त एकदम शून्य हुन्छ कि, नानी भए जस्तो हुँदैन। कहीँ गयो भने पनि नरमाइलो सुनो के नभए जस्तो लाग्छ कि। अनि दाइको हातबाट टिका लगाएसँगै अब नानीले पनि लगाइरहेको छ दाइको हातबाट टिका। अनि त्यसपछि दाइको हातबाट पनि आशिष दान दक्षिणा अर्पण गर्दै अब फेरि पालो भएको छ भाउजूको। र भाउजूले भन्दै हुनुहुन्थ्यो हाम्रो घरको प्यारी लक्ष्मीहरू आउनु टिका लाउनु भन्दै हुनुहुन्थ्यो। त्यसपछि सुरु हुँदैछ टिका लाउन। भोइस कस्तो नराम्रो सुनिरहेको छ त्यो मलाई पनि थाहा छ, किनभने म यो भोइस ओभर चाहिँ गर्दिनँ, रियलै ब्लग हाल्छु भनेर भिडियो गरेको थिएँ कि। अनि त्यसपछि चाहिँ त्यहाँ चाहिँ हामीले टिभीमा गीत बजाएर टिका लगाइरहेको थियौँ कि। अनि त्यसपछि चाहिँ कपिराइट लाग्छ भनेर मलाई यस्तो रुगा लगाएर सन्चो छैन कि म यो भोइस ओभर गर्न बाध्य भइरहेको छु। मेरो भोइसलाई चाहिँ इग्नोर गर्नु होला। अनि भिडियो हेरेर के कस्तो लाग्छ कमेन्ट गर्नु होला। अनि यहाँ चाहिँ मलाई भाउजूले टिका लगाइदिँदै आशिष दिँदै हुनुहुन्छ। अनि मेरो पिङ्कुली साइडमा हेरेर मेरो बेबी चाहिँ कसो गरेर ड्याडीसँग छड्के नजर दिँदै बसिरहेको छ। अनि त्यसपछि चाहिँ अब हामी टिका लाउँदैछौँ अनि आशीर्वाद लिँदैछौँ। अब यहाँ चाहिँ टिका लाउने कार्यक्रम टोटल्ली सकिन लागेको छ। अनि यो मेरो भदैनी बिनाको घर नि यति सुनसान हुन्छ, यति नरमाइलो लाग्छ। यो कोही गयो भने पनि के नभए जस्तो हुन्छ। अनि मम्मीको अनि हाम्रो महारानी नानीलाई चाहिँ पुग्यो अरे कि टिका लाउँदिनँ म, धेरै भइसक्यो टिका कति लाउनु पुग्यो, मलाई पैसा मात्रै चाहिन्छ अरे।
अनि त्यसपछि उहाँ को भनेर एक्कासी मलाई पहिलेबाट भिडियो हेरिराख्नेहरू अचम्म मान्नु भएको भाइ हो। ऊ भाइ चाहिँ सुर्खेतको हो, तर चाहिँ उहाँ चाहिँ दसैँमा चाहिँ हाम्रो घर आएर बुटोल बढ्न बस्छ। भाइ चाहिँ अनि हाम्रो घर आएको थियो कि दसैँमा, आफ्नो घर टाढा भएर अनि दसैँ मनाउन बोलाएको। अनि उहाँ चाहिँ उता पनि उनीहरूको चाहिँ ठकुरी हो कि भाइ, उनीहरूको चाहिँ एकअर्कालाई दिदी बहिनी दाजु भाउजूलाई लगाइदिने चलन रहेछ के। अनि हाम्रो चाहिँ त्यस्तो चलन छैन नि त, हाम्रो चाहिँ ठुलोले सानोलाई मात्रै लगाइदिने चलन छ कि। अनि त्यसपछि ह्याप्पी दसैँ भनेर भनेका छौँ। अरू जे जस्तो सुकै राम्रो भयो नि नराम्रो भयो नि, मौसम चाहिँ हरिप राम्रो छ। अहिले उहाँ गएर के बनाउनु, के बोल्ने हो, कहाँ हो कता हो गाइज, कसरी भन्नु यस्तो थियो। हामी अब जाँदैछौँ हाम्रो ठुलोबाबाको घर, अनि त्यसपछि त्यहाँ हाम्रो बजे हुनुहुन्छ, अनि त्यसपछि आन्टीहरू हुनुहुन्छ, 3टा घर छ। म तपाईँहरू सबैलाई देखाउँदै जान्छु। अनि साथीहरू उहाँ चाहिँ मेरो छिमेकी दाइहरूलाई ह्याप्पी दसैँ भन्दै जिस्काउँदै गर्ने थियौँ। अब हामी जाँदैछौँ, आमा छोरी दाइ भाउजूहरू गइसक्यो, तिनीहरू ससुराली जान, त्यही भएर बेर भएको। हामी चाहिँ अब हाम्रो हजुर आमासिङ बजेसिङ जाँदैछौँ टिका, त्यहाँ पुगेपछि तपाईँलाई देखाउँछु। कानु बजेको हुँदैन टिका बोक्यो भाषाले कहाँको हो किन होइन र ल भन्ने। अनि साथीहरू हामी चाहिँ पुगिसक्यौँ कि उहाँ चाहिँ मेरो हजुरआमा, मेरो घरको हजुरआमा, मेरो घरको हजुरआमा कहिले हामीसँग बस्नुहुन्छ, कहिले माथि गएर बस्नुहुन्छ। अनि हामी चाहिँ माथि टिका लाउन उहाँहरूको हातबाट आशीर्वाद लिन गएका छौँ। उहाँ चाहिँ मम्मीले चाहिँ ढोगिरहनु भएको छ। अनि उहाँ चाहिँ मेरो ठुलो बाबा। अनि मलाई चाहिँ यो भिडियोहरू क्याप्चर गरेर के मेमोरिजहरू बनाएर राख्नु मनपर्छ कि, पछिसम्म नि याद आउँछ नि त, अनि हेर्न आनन्द आउँछ। अरूले हेरे नि नहेरे नि आफूले चाहिँ अब ग्यालेरीमा राख्दै चाहिँ कता कता जान्छ। त्यही भएर चाहिँ म यस्तो यो अलिअलि मोमेन्टहरू क्याप्चर गरेर युट्युबमा राख्ने गर्छु र तपाईँहरूलाई चाहिँ देखाउने गर्छु। उहाँ चाहिँ मेरो ठुलो बाबा हुनुहुन्छ। अनि उहाँको हातबाट नि टिका आशीर्वाद लिएर सक्यो। अनि त्यसपछि चाहिँ म उता अर्को अङ्कलको घर गएको छु। उहाँ चाहिँ मेरो दिदी हो, मेरो ठुलो बाबाको छोरी। अनि यहाँ चाहिँ मेरो भदैनी, यहाँ दाइ भाउजूहरू चाहिँ अगाडि आएर लगाइसक्नु भएछ। अनि उहाँ चाहिँ मेरो दिदी हो, यहाँ चाहिँ मेरो अङ्कल। अनि यहाँ चाहिँ अङ्कल पनि लास्टै हँसाउनुहुन्छ क्या, एकदम रमाइलो खाले हुनुहुन्छ। अनि यता चाहिँ यसरी यहाँ खानपिन सुरु भइसकेको छ। अनि त्यसपछि चाहिँ मेरो पालो आयो, अङ्कलले मलाई आशीर्वाद दिँदै एकदम हँसाउनुहुन्छ कि जिस्काउनुहुन्छ, हाँसिलो जति बेला पनि सबैलाई हँसाउने अङ्कल हुनुहुन्छ। अनि त्यसपछि चाहिँ यहाँ पनि हामीले टिका लगाइसकेपछि सबैजना आउनुभएको थियो। उहाँ चाहिँ मेरो आन्टी, दिदी, बहिनीहरू सबैजना छ। अनि एकैचोटि रमाइलो भयो कि, कति पछि सबै यस्तै भेट भएको नि त, घर नजिकै भयो नि, एकै दिन यसरी कोही भेट हुँदैन नि त। अनि त्यसपछि दसैँमा चाहिँ छुट्टै रमाइलो हुने कि। अनि त्यसपछि यहाँ आन्टीहरू हुनुहुन्छ, यहाँ बहिनी, अनि त्यसपछि मम्मी, अनि यहाँ चाहिँ हाम्रो अर्को माइली बजे हुनुहुन्छ। अनि त्यसपछि चाहिँ यहाँ मेरो भाइ बहिनीहरू, भदैहरू, को सबै हुनुहुन्छ। अनि त्यसपछि चाहिँ यहाँ चाहिँ बहिनीले चुमुक गरी चाहिँ के मेरो बहिनी। अनि यहाँ चाहिँ मेरो ठुलो मम्मी, अनि यो चाहिँ मेरो कान्छी आन्टी, यो पनि उतापट्टिको आन्टी हो। यसरी रमाइलो भयो साथीहरू। दसैँको पूर्णिमा पछि पनि म स्टिल यो भिडियो एडिट गरिरहेको छु, किनभने म बिरामी भएँ दसैँको भोलिपल्टबाट। उहाँ चाहिँ मेरो पुसाइ हुनुहुन्छ, फुपू पुसाइहरू आउनुभएको थियो हाम्रो घरमा। अनि म नसोचेको बिरामी भएँ साथीहरू। त्यसपछि म पूर्णिमा पछि यो भिडियो पोस्ट गर्दैछु। उहाँ चाहिँ मेरो फुपू पुसाइहरू। अनि फुपू पुसाइहरूलाई खानपिन गराउँदै हाम्रो दसैँ यसरी रमाइलो भयो। तपाईँहरूको कसरी मनाउनु भयो दसैँ कमेन्ट गर्नु ल। यो चाहिँ मेरो बहिनी, यहाँ चाहिँ बहिनी मस्त सुतिला छ, अर्को बहिनी। थ्याङ्क यू फर वाचिङ। धेरै माया सबैजनालाई।